धरान उपमहानगरपालिकाको बजेट अझैसम्म पनि किन बन्न सकिरहेको छैन। नमस्कार, म रसिक थेबे। आज यसै विषयहरूमा रहेर चाहिँ म तपाईहरुको समक्ष एउटा सानो भिडियो सामग्री प्रस्तुत गर्न गइरहेको छु। पक्कै पनि समयमा बजेट नबनिँदाखेरि चाहिँ यसले धरान नगरलाई र नगरवासीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा पार्ने असरहरू के हुन्छन् भन्ने विषयवस्तुमा केन्द्रित रहेर आज म यो भिडियो निर्माण गर्दैछु। भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहोला। वास्तवमा स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार चाहिँ कुनै पनि नगरको बजेट निर्माण चाहिँ तपाईको असार 10 गतेभित्र बनिसकेर चाहिँ नगर सभामा लगेर चाहिँ त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र त्यसपछाडि उक्त सभाले चाहिँ छलफलहरू गरेर चाहिँ सो बजेटलाई असार मसान्तसम्म चाहिँ पारित गरिसक्नुपर्छ। किनभने नयाँ आर्थिक वर्ष जस्तै अब आगामी आउने आर्थिक वर्ष 83-84 मा चाहिँ कुनै पनि विकासको कामहरू गर्नको लागि कार्यान्वयन गर्नको लागि चाहिँ सजिलो होस् भन्नको खातिर चाहिँ यो प्रक्रियाहरू चाहिँ खासमा सुरुवाती चरणमा हुनुपर्छ। तर आज हाम्रो धरानको केसमा अथवा धरानको सवालमा भन्नुपर्दा चाहिँ आज असार 30 गते बितिसक्नै लाग्दासम्म पनि हाम्रो धरानको चाहिँ बजेट बन्न सकिरहेको छैन। म प्रश्न गर्न चाहन्छु सम्बन्धित निकायहरूलाई र यसै भिडियो मार्फत ध्यान आकर्षण पनि गराउन चाहन्छु के कारणले चाहिँ यो बजेट निर्माणमा चाहिँ ढिलासुस्ती भइरहेको छ। पक्कै पनि बजेटको कुरा आइसकेपछि अब नगरको कुरा हो हैन। नगर र नगरवासीलाई चाहिँ यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर त गर्ने नै हुन्छ हैन। सर्वप्रथम भन्नु नै पर्दा चाहिँ विकासका योजनाहरू निर्माणमा चाहिँ यसले पहिलो चरणमै यसले असर गर्ने गर्दछ हैन। बजेटै निर्माण नभइसकेपछि चाहिँ त्यो बजेट चाहिँ कता लगाउने, कसरी लगाउने, कति लगाउने भन्ने कुराहरू हुन्छ र त्यो कुराहरूको चाहिँ पूर्व तयारी नहुँदाखेरि चाहिँ विकास निर्माणका जस्तै बाटोघाटोहरू, स्वास्थ्य शिक्षामा हैन, रोजगारका कुराहरूमा यी कुराहरूमा चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर परिरहेको हुन्छ र पर्ने पनि गर्दछ। र त्यस्तै गरी अर्को कुरा अब सेवा प्रवाहमा प्रभावित है। तपाईको नगरले दिनुपर्ने सेवाहरू है, जस्तै उदाहरणको लागि चाहिँ हामी कहिलेकाहीँ यस्तै असहाय मान्छेहरू हैन जस्तै दैनिक रूपमा चाहिँ घाँस कपासको लागि समस्या परिरहेको हुन्छ। नगरले त्यस्ता व्यक्तिहरूको लागि पनि स्वास्थ्य उपचारको लागि जस्तै भनौँ केही बजेटहरू छुट्याएको हुन्छ हैन। आफूलाई उपचार खर्च अथवा दबाई खाने खर्च भनेर छुट्याएको हुन्छ भने कसैलाई केही सानो भौतिक संरचना निर्माण गर्नको लागि बजेटहरू छुट्याएको हुन्छ। र यस्तो कुराहरूमा पनि एउटा अपेक्षा बोकेर एउटा नगर सरकारसँग आश बोकेर गएका सेवाग्राहीहरूलाई पनि सेवा प्रवाह पनि बजेट निर्माण समयमा नहुँदाखेरि चाहिँ प्रत्यक्ष रूपमा असर गर्ने गर्दछ। र त्यस्तै गरी अत्यन्तै महत्त्वपूर्ण कुरा जस्तै ढिलो बजेट बनिँदाखेरि चाहिँ त्यो बजेटको बनिएको खर्च हुन्छ नि, त्यो जुन चाहिँ बजेट त्यो चाहिँ खर्च गर्ने समय चाहिँ यता छुट्टिँदै जाने गर्छ हैन। त्यसो हुँदाखेरि चाहिँ हतारमा विकासको योजनाहरू गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि चाहिँ गुणस्तरमा कमी, जस्तै बाटोघाटो निर्माण गर्ने समय अब अहिलेसम्म बजेट बनिसकेको छैन हैन। बजेट बन्नि नसक्दाखेरि चाहिँ अब त्यो बाटो निर्माणको लागि चाहिँ छुट्याएको बजेटलाई चाहिँ अलिकति ढिलो सुरुवात गर्नुपर्ने हुन्छ। ढिलो सुरुवात गर्दाखेरि उतापट्टि समय सकिन्छ कि भन्ने डर हुँदाखेरि हतारमा काम गर्दाखेरि चाहिँ त्यसले पनि फेरि गुणस्तरहीन किसिमको एउटा बाटो सडक निर्माण हुने अथवा कुनै पनि काम कारबाहीमा चाहिँ समयमा काम गर्न नसक्नु अथवा बजेट नबन्दाखेरि चाहिँ असर यसले पार्ने गर्दछ। र त्यस्तै गरी नगरमा चाहिँ सङ्घबाट प्रदेशबाट पनि हामीलाई बजेटहरू उपलब्ध गराउनु भएको हुन्छ, अनुदानहरू उपलब्ध गराउनु भएको हुन्छ र समयमा हाम्रो नगरको चाहिँ बजेटहरू निर्माण नगर्दाखेरि चाहिँ उताबाट पठाएको बजेटले चाहिँ हामीले समयमा काम गर्न नसक्दाखेरि चाहिँ एक प्रकारको त्यो हाम्रो जुन चाहिँ सम्बन्ध हुन्छ प्रदेश सङ्घसँगको त्यो किसिमको पनि एउटा नकारात्मक प्रभाव पर्न जान्छ। त्यसले गर्दाखेरि पनि समयमै बजेट निर्माण गर्नु आवश्यक छ। र म फेरि पनि भन्न चाहन्छु स्थानीय सरकार हाम्रो धरानले चाहिँ अहिलेसम्म किन बजेट निर्माण गर्न सकिरहेको छैन। र यसो हुँदाखेरि तपाईहरुलाई चाहिँ चुनेर पठाएका नागरिकहरूले, तपाईहरुको नगरवासीहरूले, हामीहरूले चाहिँ तपाईहरुप्रतिको एउटा जुन चाहिँ विश्वास हुन्छ त्यो विश्वास पनि गुमाउँदै तपाईहरुले पक्कै पनि जानुहुनेछ। र त्यस्तै गरी अन्त्यमा चाहिँ समग्र तपाईको बजेट निर्माणमा चाहिँ ढिलासुस्ती हुनु भनेको चाहिँ नगरको सुशासन योजनाबद्ध काममा चाहिँ तपाईको चाहिँ नकारात्मक प्रभाव पर्नु हो एक प्रकारको। त्यसैले चाहिँ बजेट भनेको चाहिँ आए व्ययको एउटा कागजको खोस्टा मात्र होइन कुनै पनि नगरको।
यो भनेको चाहिँ समग्र नगरभित्रको चाहिँ विकासको चाहिँ एउटा 1 वर्षभित्र गर्नुपर्ने विकासको चाहिँ मार्गचित्र हो। त्यसैले म हाम्रो सम्बन्धित निकाय धरान उपमहानगरपालिकाका सम्बन्धित व्यक्तिहरूलाई, जनप्रतिनिधिहरूलाई यो भिडियो मार्फत फेरि पनि अन्त्यमा प्रश्न गर्न चाहन्छु, किन असार मसान्त सक्नै लाग्दासम्म पनि बजेट बन्न सकिरहेको छैन? मेरो प्रश्न छ तपाईँहरूलाई। र चाँडोभन्दा चाँडो धरान नगरको चाहिँ विकास र सुशासनको निम्ति, धरान नगरवासीको सेवा र सुविधाको निम्ति बजेट बनाउनको लागि पनि अनुरोध गर्दै अहिले म बिदा हुन चाहन्छु। हस्त, नमस्ते।